नमस्कार सबैजनालाई। मलाई पसलमा बस्दाखेरि धेरै क्वेसन गर्नुहुन्छ। हजुरले के लगाउनुहुन्छ दिदी? हजुरको स्किनमा कस्तो ग्लो छ भन्नुहुन्छ कि मैले युज गर्ने भनेको रिभेलाको स्किन केयर हो। मैले सबै प्रडक्ट रिभेलाकै युज गर्ने गरेको छु। अहिले 3-4 महिना भइसक्यो। एकदमै राम्रो लाग्यो मलाई यो रिभेलाको प्रडक्टहरू। सेरमदेखि लिएर मोइस्चराइजर एकदमै अफोर्डेबल पनि छ अनि एकदमै राम्रो छ। अझ यो टिन्टेन सनस्क्रिन त कुरै गर्नु पर्दैन। मलाई त एकदमै मन पर्यो। यसको पिगमेन्ट पनि एकदमै सफ्ट छ, राम्रो छ, राम्रोसँग ब्लेन्ड हुन्छ अनि हजुरलाई ग्लो पनि दिन्छ, व्हाइट कास्ट पनि छोड्दैन। मलाई चाहिँ एकदमै राम्रो लाग्छ। दिनमा 2-3 पटक रिएप्लाई गर्नुपर्छ, त्यो त हजुरलाई थाहा छँदैछ होला। सक्नुहुन्छ भने 2-3 चोटि गर्नु, छैन भने एकचोटि भए पनि अवश्य सनस्क्रिन लगाउनु पर्ने हुन्छ। यदि हजुरलाई लगाउनु मन छ, यत्तिकै ग्लो, धेरै मेकअप मन पर्दैन भने टिन्टेन सनस्क्रिनले लगाउँदा हजुरलाई इनफ हुन्छ। म चाहिँ यति नै गर्छु। मेकअपहरू गर्न मलाई स्किनमा अलिकति प्रब्लम हुन्छ कि मेरो सेन्सिटिभ स्किन छ, त्यति सुट पनि गर्दैन। त्यसैले म डेली फाउन्डेसनहरू चाहिँ युज गर्दिनँ। यत्तिकै हो म दिनमा बस्ने। तपाईँहरूलाई पनि मन लाग्छ एकदमै अफोर्डेबल प्राइसमा सनस्क्रिन लगाउनु छ भने रिभेलाको यो टिन्टेन सनस्क्रिन एकचोटि अवश्य युज गर्नु न।